सबैलाई जय मसी। मेरा प्रिय मित्रहरू, म तपाईहरुलाई साँच्चै मेरो पछाडि तपाईहरु देख्दै हुनुहुन्छ यहाँ झिलिमिली लाइटहरु बलिराखेको छ। अनि म यहाँ बुकारेस्टको यो एउटा पार्कमा छु। यहाँ चिसो मौसम छ। यहाँ वरिपरि यो क्रिसमसको न्यू इयरको सिजनले गर्दाखेरि यो पार्क नै यी बत्तीहरुले अनि झिलिमिली भइराखेको अवस्था छ। अनि यो झिलिमिली बत्तीहरु देख्दा साँच्चै एउटा रङ्गीचङ्गी एउटा चमक देख्न सक्छौं। त्यसरी नै हामी बाइबल हेर्छौं भने यूहन्नाको पुस्तक 8 अध्यायको 12 पदमा हामी पाउँछौं। प्रभु येशूले भन्नुभयो, म संसारको ज्योति हो, मलाई पछि आउने कोही पनि अन्धकारमा हिँडडुल गर्ने छैन र त्यसले जीवनको ज्योति पाउनेछ भनेर भन्नुभयो। त्यसै कारणले आज संसारलाई ज्योति दिने मुक्तिदाता चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। साँच्चै आज तपाईँ र मैले उहाँलाई विश्वास गरेर अनि तपाईँ र म पनि ज्योतिमा हिँड्न सक्छौं। अनि साँच्चै अनि हामी मत्तीको पुस्तक 5 अध्यायको 12 पदमा हामी पाउँछौं कि परमेश्वरले भन्नुभयो, तिमीहरू संसारका ज्योति हौ। है त्यसपछि यीशु प्रभुलाई विश्वास गर्नेलाई यीशु प्रभुले तिमीहरू संसारका ज्योति हौ भनेर साँच्चै उहाँले भन्नुभयो। प्रभुले मुया भएको होस्। यो बत्ती तपाईहरु देख्दै हुनुहुन्छ, यो बत्ती चाहिँ झिलिमिली गरिराखेको छ, कहिले चम्किने कहिले निभ्ने। त्यसै कारणले यो बत्ती चाहिँ लोड सेडिङ भएर निभेर जान पनि सक्छ, तर प्रभु येशू चाहिँ सधैँ चम्किरहने ज्योति हुनुहुन्छ।